हेलो नमस्ते साथीहरू, के छ? अहिले त सन्चै हुनुपर्छ। म पनि एकदम आनन्दै छु होइन। अहिले चाहिँ म ड्युटीमा छु होइन। तपाईँ आज चाहिँ हाम्रोमा प्रातोदिया के रहेको छ भने बक्कल्याउ यसो के começamos aí, galera? Agomissa, bacalhau agomissa र गिरलेर मिस्टा प्रातोदिया रहेको छ भने उहाँ हाम्रो एकजना आमा हुनुहुन्छ। उहाँ चाहिँ 71 वर्षको हुनुहुन्छ। 71 वर्षको उमेरमा पनि यसरी विदेशमा काम गर्दै हुनुहुन्छ होइन। उहाँसँग चाहिँ म हेल्प गरिरहेको छु उहाँलाई चाहिँ। आज मात्र आउनुभएको। पहिला हामीले 4 महिना सँगै काम गरेको, तर उहाँ चाहिँ बिरामी भएर घरमा रेस्टको लागि बस्नुभएको थियो। तर उहाँ चाहिँ आज मात्र आउनुभएको होइन। किनकि यो आइटम चाहिँ मलाई बनाउन आउँदैन, अरू आइटम चाहिँ मैले बनाइदिन्छु होइन। अरू आइटम चाहिँ मैले अरू दिन चाहिँ एक्लै बनाउँथेँ भनेपछि आज चाहिँ आउनुभएको छ। यहाँ चाहिँ यस्तो बन्दैछ होइन। यसरी बन्छ आइटम चाहिँ नि। यहाँ पहिला आलुलाई बोइल गर्ने, त्यसपछि अन्डालाई पनि बोइल गर्ने, यसरी हाल्ने। त्यसपछि यो माछा हो, यहाँ चाहिँ बक्कल्याउ भन्छ होइन। त्यसपछि चाहिँ नि यसरी गरेर यसरी रेडी गर्ने। अब यसलाई चाहिँ फोर्नभित्र हाल्नुपर्छ क्या। जस्तै यो पनि छ होइन हामीसँग। यो यसलाई चालु गरेर यो भित्र, अनि त्यहाँ ग्यासको तल त्यो पनि हाल्छौँ हामी। उता चाहिँ चिकन ग्रिल भइरहेछ भनेपछि उता दुईजना चाहिने आफ्नो ठाउँतिर पछाडिको ठाउँहरू सम्हालिरहेको छ भने चाहिँ उता आमा र म चाहिँ यहाँ आनन्दले काम गरिरहेका छौँ है। तपाईँहरूलाई म आमालाई पनि देखाउँछु। हाम्रो नेपालमा भयो त 50-60 वर्ष हुने बित्तिकै मान्छेहरू बुढो भइयो, अब त बस्नुपर्छ घरमा भन्ने हुन्छ भनेपछि 70 क्रस भएर 71 भइसक्यो। त्यही पनि होइन, उहाँले चाहिँ काम गर्दै हुनुहुन्छ क्या। यति बुढी म देखाउँछु तपाईँलाई। देख्नमा पनि धेरै बुढी हुनुहुन्छ अनि चाहिँ तपाईँलाई मैले देखाउँछु है। र उहाँ चाहिँ बजाइले हाल्दै हुनुहुन्छ होइन। भित्र त्यो फोर्न चाहिँ चलाइसकेको छ भनेपछि त्यहाँ चाहिँ अब हामीले चाहिँ नि यो बक्कल्याउ हाल्नुपर्ने हुन्छ होइन। बक्कल्याउ हाल्नु ल। त्यो बजाइले मसँग काम गर्नुहुन्छ है। म बजाइसँग काम गर्छु। यसरी यसलाई हालेर 15-20 मिनट, धेरै पनि समय राख्नुहुन्न। हामीले 15-20 मिनट राख्नुपर्छ होइन। त्यसपछि चाहिँ एकदम क्लियर हुन्छ, पाक्छ। त्यो पाकेपछि हामीले बेच्नुको लागि रेडी हुन्छ है त। अब मान्छेहरू भन्छ होइन, पैसा ठुलो कुरो होइन, पैसा ठुलो कुरो होइन भन्छ होइन। अब उहाँ 71 वर्षको यति बुढी हुनु भएर पनि काम गर्दै हुनुहुन्छ भने आखिर के को लागि गर्दै हुनुहुन्छ र? आखिर पैसाको लागि त काम गर्दै हुनुहुन्थ्यो, नत्र घरमा बसेर रेस्ट गरेर आनन्द चिल पारामा बस्नु पनि सक्नुहुन्थ्यो होला। त्यही भएर पैसा चाहिँ सबैभन्दा ठुलो रहेछ भन्ने यहाँबाट पनि हामीले सिक्न सकिन्छ है त गाई। Hola Galina, e você primeiro vez, e quantos anos de começar a trabalhar? Primeiro vez. Então não estou dizendo que eu tive aqui 21. Hã? Vim para aqui em 99. 99? Sim. Agora aí, você quantos anos? Eu tenho quantos anos? Sim. Agora? Sim. 71. 71. Passei agosto. Muito velho. Muito velho, galera. Estás a ouvir a conversa dele? Estás a ouvir a conversa dele? Ela é nosso patrão. O que é que estou muito sério? Nosso patrão. Como está? Estou a falar com quem? Vídeo. Fazer vídeo. Vídeo? Sim. Ah, pá, muito bonito. Handsome man. Bonita um boi. Bonito. Handsome man. Habibi, come to Dubai. Now, Portugal. यस्तै छ होइन। पारासारा यता किचनको भिडियोहरू भइरहेछ। यहाँ खाना बनाउने कामहरू भइरहेछ भनेपछि यता चिकन ग्रिल पनि भइरहेछ। यहाँ चाहिँ यता सोल्टिनीहरू आफ्नै धुनमा भइरहेछ भनेपछि यहाँ चाहिँ अलिकति बियर फ्रिज ट्याकटुक भइरहेछ है त गाइस। पहिला टक्क आलुलाई बोइल गर्ने, अन्डा बोइल गर्ने होइन। यसो बक्कल्याउलाई बोइल गरेर यस्तो बनाउने होइन। काँडा निकालेर त्यसपछि हामीले चाहिँ नि अझै सिबोलालाई अलिकति साल हालेर फ्राई गर्ने। त्यसपछि चाहिँ आलु काटी, त्यसपछि बक्कल्याउ हाल्ने, फेरि आलु हाल्ने, त्यसपछि यो प्याज र यो हाल्ने। त्यसपछि चाहिँ माथि यसरी 2 पिस अन्डा हाल्ने। त्यसपछि यसलाई चाहिँ अलिकति फोर्नभित्र हालेर 10-15 मिनट राखेर कलर यस्तो बनायो भने चाहिँ नि हाम्रो खाना रेडी हुन्छ है बेच्नुको लागि। गाई हाम्रो चाहिँ उताबाट फोर्नबाट निकालेर यहाँ खाना चाहिँ रेडी भइसकेको छ। यता तातो छ है। यो चाहिँ अब खाना चाहिँ रेडी भइसकेको छ है।